सब लेना चाह साड़ी और तो बॉर्डर पर आबि गेल बुझे छ कि हां नेपाल के बॉर्डर लेक्चा गेलै साड़ी सब बड़ी कीमती दाम छै फना तो हमरो बचबा के बियाह छै सबटा लेडीज के कपड़ा सब देखे छ कते भर दे लेने छिए बॉर्डर पर किछो हेबो करता ओ आब चेक छ कि की छ पर पुलिस रहे छै बड हैरान करे छै सुनै छिए किछो रे चल पुलिस के देख बियाह हो शादी वाला के नहीं टप दे छै महाराज ए मुंह कान फोड़ देबे त पुलिस वाला कथि करे चलो पहिले एते मोटा लाठी राखने धेले लाठी मारे छै ओ केना करबो त ए कपड़ा छै नहीं किछो कर दे कपड़ा में कोनो छै अथी चीज छै चलो ना कपड़ा छै चलो जा देखबे साला से पूछबे त मान नहीं मान त देखल जेते लास्ट में हम त कहे रात हेतिए तब टेपतिए ई दुपहरे के चाहे से हम टेप जेबे रात चलो पुलिस कथि कर दे काका ए की न करे छै कनिया घूस दे देबे ऑटोमेटिक काम भए धेले लाठी मारे छै कथि न मारत कहीं पोलिया काम कर लेबे ना गैरो तैरो नेपाली में पढ़ैत रहे छै मधेसी के कोनो अथिए न करैत रहे छै एकदम ए बुआ हां अने सुन ला ई मेन रास्ता छोड़ द ई चोर रास्ता देखे छ करिया अच्छा ऊ हां कहि त झाड़ ल त अपनोर गटप चेक करबे जल्दी करे रे बोलो से टाइम पास करे चल ई खुरपेरिया चल ई मेन रास्ता छोड़ द बॉर्डर क्रॉस करे के छ त ई खुरपेरिया चल त ले चल त कम चले छलो ए देख चल न के जना झाड़ देख आ देखे छ ना सफरेट में कोनो परो पुलिस बैठल है त कोनो ठीक रहे छै आबा अही सामने धस काका हां हो कतु कतु किछो नहीं छै हो चल फास्ट में के चल दरबार धा चल अरे बाप रे बाप चल इके जो चल सुनसान जगह से कोनो भाजा निके जा हो बियाह हो शादी में गड़बड़ कर छै बड़ी तकलीफ होइया की करे 50000 टका दलिए ओहो बर्बाद भेले सारी तारी किलिए मधेश के जनता केना जीते नहीं जीते की करते कहो बियाह हो शादी में लता कपड़ा नहीं आबे दे छै दाल दलहन नहीं आबे दे छै सीमन तरकारी नहीं काका की तो सिफारिश करे तब लागले ओहो नहीं माने छै करबे सिफारिशो में कुछ घूसे मांगैत रहे छै त की करिए भाई गरीब लोग से मरे छी चल 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 दै छै को जादै छै हेर्नु चोरेर जादै छ त्यो ए यता सुन त बक्ता के छ यो ए यता आउनुस् को अरु को छ तपाईको साथ को छ को साथीहरु छ साथीहरुलाई सबैले बुलाएर यता लिएर आउनुस् यता आउनुस् त तपाईहरु हजुर कन हमरो बात अहाँ सब बुझू न ल आउनु समाज सब समाज के जरूरी नहीं छै हजुर हम बराबर आबे जाय वाला लोग छियै हम बराबर यातायात करी छियै के को व्यापारी गर्छु के को कपड़ा तपड़ा के मिलेको छ जी कसँग मिलेको ऊपर मिलेको हो ऊपर मिलेको ल कति चोटी दिनमा कति चोटी तपाई तीन चोटी ल तीन चोटीमा कति पैसा लिन्छ ऊपर ल त भन्नुस् त यो महिनामा हजुर 30,000 रुपैयाँ महीना भएको छ 30,000 महीना बाँधेछ तपाई ल 30,000 कहाँ ऊपर कहाँ खुवाउनु हुन्छ तपाई ए राम्रो हाकिमहरुले खाउँछ पैसा यो हाम्रो मुखियाजीले मिलाइदिएको छ मुखियाजीले पनि मिलाउँछ जी ल त्यो त हाकिमले हामीहरु भनेछ पैसा नलिनको लागि गरिबहरुलाई नलिनको लागि फेरि तपाई फेरि के कसरी व्यापारी मान्छेलाई हजुर ल हवालदार साहब त्यसको चेक गर्नुस् त के छ त्यस गर्नु अरु को छ तपाईको ए सबै आउनुस् यता ल सबै आउनुस् यता खुरेका आउनुस् तिमीहरु यता आउनुस् के छ ओ यसैमा राख्नु ओ के हो ओहो धेरै महँगो सामान छ नि त के होला यो ए हामीहरु त हाल्छु फेरि त हजुर हामीहरु तपाईलाई हाल्छु तपाई माथि फोन लगाएर भन्नु न हजुर होइन माथिलाई त हामीहरु भन्दैन हामीहरुलाई मिलाउनु पर्यो हैन अब तपाई उता के मिलाछ हामीहरुलाई थाहा छैन हजुर यदि तपाईहरु मिलाइदैन भने तपाईलाई खोरमा लिएर हाल्छु है ल हवालदार साहब त्यसलाई समात्नु 1000 रुपैयाँ छ हजुर 1000 बाट कहाँ हुन्छ यति माल लिएर 1000 हुन्छ अहिले लिनु आज अर्को दिन म ल 1000 छ त्यहाँ बस्नु त त्यहाँ बस यता आउनुस् त हवालदार साहब तब त यस्तो गर्नु पर्छ हामीहरुलाई मिलाइदिनु पर्यो के गर्नु उपरमा त सबै लिइहाल्छ हामीहरुलाई मिल्दैन हैन ल यस्तो गरौँ हामी 1000 लिएर दुईजना 500 रुपैयाँ फाट्दिए हुन्छ हैन अगाडि पर पनि छ हैन ठीक छ ल हुन्छ ए यता आऊ बाजे ल पैसा त्यहाँ तल हाल्दिनुस् त त्यहाँ हाल्दिनुस् त्यो झाडीमा हाल्दिनुस् छिपाएर हाल्नुस् हातमा नदिनु है त्यहाँ हाल्नुस् ल अबदेखि यस्तो काम नगर्नु है गर्नु पर्दैन ल तपाई यस्तो गर्नुस्
रोजे रोजे गर्नुस् न अनि रुपे पनि फाइदा हुन्छ नमस्कार हजुर, नमस्कार। यस्तो धेरै हुन्छ ल आज अरु को छ ए त्यहाँ आउनुस् छिटो आउनुस् छिटो आउनुस् समातेर ल्याउनुस् न यस्तै कस्तो यो अलि टाइट भएर आउनुस् न की भेले सर ए तपाईँको घर यहीँ हो यहीँनिर हो यहीँ यही बाजुमा छ सर त्यो तपाईँ इन्डियाबाट आउनुभएछ होइन यो नेपाल हो तपाईँ कहाँ इन्डियाको हो या नेपालको मलाई नेपालको सर नेपालको यहाँबाट यो कुन लोकी बजार हो तपाईँको अन्डामन अन्ध्रामन बजार हो ल त यो खुर्पी रास्तो यस्तो चोर रास्ताबाट तपाईँ कहिले सर यता कहीं नजिक पर्छ नि त कहिले घर बाहिर चल जेबे से गप म खाते हो तपाईँ के छ चेक गर्नुहोस् त तपाईँ यता चेक अल्लु सर ए अल्लु छ यता राख्नुहोस् यता समातेर राख्नुहोस् त्यसलाई राख्नुहोस् यता आउनुहोस् तपाईँलाई यता आउनुहोस् तपाईँको धेरै ठुलो मोटर ए छैन सर त्यो कपडा सपडा छ अरू केही छैन यता राख्नुहोस् हेर्नुहोस् सर तपाईँ राख्नु त्यहाँ त्यहाँ तपाईँ बस्नु त तपाईँ उता गएर बस्नु तपाईँ बस्नु पर्यो तपाईँ बस्नु पर्यो कपडा छ अरू केही छैन सर ओहो यति राम्रो ए हवल्दार साहब यता सुन्नुहोस् त राम्रो राम्रो कपडा पनि छ होइन कपडा बाहेक त अरू केही छैन सर यो मान्छे ओहो यो त यो डिब्बा के को हो यो डिब्बा के को आफमा हाल्ने त्यो हुन्छ नि सर आफमा हाल्ने नेपालबाट पाइँदैन पाइन्छ तर आफमा हाल्ने हो कि के हो धेरै महँगो पर्छ नि सर यता यो सबै दबाई पनि हालेको छ सबै दबाई हो यो नेपालमा सर धेरै महँगो पर्छ तर नेपालमा लिनु पर्यो नि नेपालमा छैन नेपाल हाम्रो कृषि प्रधान देश भएपछि नेपालमा पाइँदैन तिमी नेपालबाट लाने धेरै धेरै कुरा गर्ने सर धेरै कुरा गर्ने हान्छ हवल्दार साहब धेरै महँगो पर्छ सर ल यस्तो गर्नुहोस् भाइ हेर्नुहोस् तपाईँ हामीहरूलाई मिलाइदिनु पर्यो अगाडि तपाईँ मिलाएछ कि छैन अलिक हामी छाड्दिन्छु हुन्छ सर म यसो गर्नुहोस् यसो गर्नुहोस् अलिअलि मिलाउनुहोस् ल ल हुन्छ सर त्यो हवल्दार साहब उता गएर पैसा राख्नुहोस् त त्यो साइडमा त्यो छ नि तल झारीमा राखिदिनुहोस् पैसा हातमा नहाल्ने है ल यता आउनुहोस् कसैलाई नभने मलाई कुटेछ हुन्छ सर हुन्छ कसैलाई नभने जति लाउनु छ त्यति लाउनु हामीहरूलाई पनि पैसा दिनु ल जानुहोस् हुन्छ सर जानुहोस् छिटो जानुहोस् ल तपाईँ यता आउनुहोस् के हो यसमा के हो हेर्नुहोस् हवल्दार साहब हेर्नुहोस् अल्लु सर छ आलु हो आलु होइन ए आलु किन ले नेपालमा आलु छैन सर की करबे रात के खाइ छ दिन के सकै छ सर आलु हवल्दार साहब हान्नुहोस् त्यसलाई आलु हान्नुहोस् आलु लिने यता आउनुहोस् तपाईँ किन लाउने आलु इन्डियाबाट आलु लाने की कह सर रात के खाइ छ दिन के सकै छ सर किन गरीब आदमी छ सर किन लागेको किन लानु भएको किन आलु चाहियो किन नमक लाउनु हुनु छ की करबे सर महंगा पड़े छ की करबे इंडिया से सस्ता पड़े छ 5 रुपैयाँ पर्छ किन चाहियो त्यो नेपालबाट लिनु पर्यो इन्डियाबाट किन लाउने यो गएर ल अब भन्सार बुझाउनु छ भन्सारबाट तपाईलाई रसिद ल्याउनु छ तब तपाईँ यताबाट लिलामी सर हेड अफिसमा सर फोन गरिदिनु कति किलो आलु होला त्यसमा 2-3 किलो ल भन्सारबाट तपाईँ लाउने त्यो लिलामीमा चढाउने छौँ हामीहरू फेरि त्यहाँबाट तिमीहरू लिने फेरि दिन्छु ल त्यसलाई लिएर समात्नु त लिएर जानुहोस् त खोरमा हाल्नुहोस् ल जानुहोस् तपाईँलाई जानुहोस् यो मुलासाहरू सबै आलु टपाउँछ ल लिएर जानु काका सब चीज हमर छीन लेलक की करबा बौआ जुगे जमाना तहिना होइ छै देखियो गाज पिया के भंग पिया के एहि सब कहै छै से सब के छोड़ि देलकै दर पिया के हैं हो बौआ आना तऽ बहुत सामान हमरो में छलैया आ हमहूँ निकललिए तोरे संग लेकिन हमरा तऽ कुछ रुपैया खर्चा केलिए तऽ हम बचि गेलिए कियाक तऽ महीने बारी बहि देने छै हमरो के एकटा छोटा सा किरान रात के खाइ छै दिन के झकै छै दिन के खाइ छै रात के झकै छै एकटा आलू संसन आदमी जिला पठा देलक पाइयो लेलक कते किच किच करै छै ई सब के धंधे एना बनि गेल छै ओ गरीब के देख सकै छै गरीबे के मारे छै के जमाना छोट मोट एकटा व्यापारी 10टा साड़ी लाबै छियै ओहिमे 200-400 टका बचै छै ताहि खातिर तऽ देखक जे ई दशा पर पहुँचाबै छै बिना माल ले ने घूस ले ने तऽ बाते नहि चलै छै एहन एहन जुगर जमाना आयल छै केना गरीब लोग जीते बुआ ओ केना हमरो के बाल बच्चा जीते तोरा तऽ जे दुर्दशा भेल साइकिए से देख लेलिए सएह कहै छियै भाई लोकनि सबके प्रणाम करै छियै जे ई चीज सबके कहिया मतलब की कहै छै जे विकसित हेतै आदमीके मानवता हेतै जे एहन एहन घूसखोरी काम नहि हेतै सब भाई बंधु सबसे हमर नमस्कार छै।